कार्तिके भुसा सबैमा नमस्कार, गुड मर्निङ साथीहरू। आजको चाहिँ मेरो दिन सुरु भइसकेको छ। म बिहानै 6 बजी उठेर कलेज गएर कलेजबाट आइसकेको अवस्था छ। अब चाहिँ हामी खाना खानपट्टि लाग्छौँ। खाना रेडी भइसकेको छ। अब खाना खान्छौँ अनि त्यस पछाडि हाम्रो दिनचर्या मैले चाहिँ कन्टिन्यू गर्छु यही भ्लगमा। हाम्रो भाउजू चाहिँ त्यहाँ बसिरहनु भएको छ, ल्यापटपमा पढिरहनु भएको छ। हाम्रो बुवा ढाकेटोपी लाएर घुमिरहनु भएको छ घरमै। हाम्रो ड्याडी चाहिँ एक्स आर्मी हो, त्यही भएर एक्स आर्मीको लुगा। हाम्रो मम्मी चाहिँ आज मङ्गलबारको व्रत म रेडी भयो टक्कै बस्दै हुनुहुन्छ। मन्दिर जानुभयो मम्मी बिहानै? कुन मन्दिर जानुभयो? मम्मी मोबाइल व्यस्त हुनुहुन्छ। रात जातिर छ नि त्यो भाइ त यार। कस्तो लाग्यो आमा तपाईँलाई टिकटक भिडियो? भान्जीको टिकटक कस्तो लाग्यो तपाईँलाई? गजब छ। मलाई घाउ एलर्जी भयो, टाउको दुख्छ, घाँटी दुख्छ, छाती दुख्छ, कम्मर दुख्छ, ज्वरो आउँछ बेला बेला। तपाईँ नबाची चाहिँ के भन्नु ल? भाजी सुनिहाल्यो। सबै बिमार भइरहेको छ। पेट भन्छ कहिले काहीँ ग्यास्ट्रिक भइरहेको छ। मलाई के हुन्छ कान्छो मलाई अन्त बिस्तारै ठिक हुन्छ। उपचार गर्न आएपछि ठिक हुन्छ। बिरामीबाट जान आयो नि भन्नु अब पऱ्यो नि त आउन। परो आउनु जहाँ भन्न भने त्यहाँ आउनु पर्यो। परो परिहाल्यो नि। आमा पछाडि मामा माइजू हो नि त। त्यही त मामा हुनुहुन्न। अब मामाको छ त त्यही माइजू आइरहन्छ। पऱ्यो नि त। अनि आमा चितवनतिरको के छ हल्लीचल्ली? एकदम ठिक छ। गर्मी छ। कुखुरा फुल पानी डुबाइदिए पाल्छ। पानी उमाले पानी पानी भातै बाँध्ने गर्मी छ। अहिले तै पनि पानी परेर यसपालि त अहिलेसम्म मौसम ठिक छ। अबको चाहिँ खडेरी आउँछ यसपालि। मच्छर अहिले त्यति कहिले काहीँ काना घन्टी लाउँछन्। कसरी लाउँछ आमा घन्टी? हाम्रो चाहिँ यहाँ आज सोमबार मङ्गलबारको व्रत मम्मी आरती गर्दै हुनुहुन्छ है। मम्मी आरती गर्दै हुनुहुन्छ। हाम्रो मम्मीले बुवालाई बोलाइसक्नु भयो। हाम्रो खाना पाक्दैछ यता। खाना तरकारी त बनिँदैछ। यता न्युरो भन्नुको लागि रेडी भइसकेको अवस्थामा छ। साथीहरू हामी चाहिँ यहाँ देवर हजुर बसेर ग्रुप कलमा जोडिएर कुरा गर्दैछौँ। हाम्रो ग्रुप कल मम्मी, त्यस पछाडि हाम्रो भाइ, त्यसपछि हाम्रो दाई चाहिँ कलमा जोडिएर कुरा हुँदैछ। फ्यामिली डिस्कसनहरू हुँदैछ। हाम्रो दाई चाहिँ हालको बसाइ भनेको जापानको छ र भाइको अस्ट्रेलिया रहेको छ साथीहरू।